हेलो हेलो गाइस, आज हामी रौता पोखरी आएको छौँ मेरो फ्यामिलीसँग। अनि मेरो नानी यहाँ छ, सेमतु र बाबु र मम्मी पर छ, आउँदैछ ऊ तल। यो हामी रौतामा आइपुगेको छौँ। यति बेला हामी यतिखेर मेरो छोरी र म यहाँनिर आइपुगिसकेको छौँ। नानी केही भन्नु छ? केही भनिदेऊ त, एक दुई शब्द। हिँड्दा हिँड्दा गलेको अवस्था मेरो नानी च्याप्पसँग। गाडी आयो, ओहो हुँदो रहेछ मेरो छोरा। गाडी आयो, ल गाडी आएर पनि गइसकेको छ मेरो नानी। नानी अब यताउता छोरा, अब हामी यस्तरी घुमेर 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 सट्टसँगले सेमतुको मम नानी यहाँ पर। हजुर छोरा, ऊ पर हेलिकप्टर बस्ने ठाउँ त्यहाँ छ भने ऊ त्यही हो, त्यही हो कि हेलिकप्टर बस्ने ठाउँ। एज लेखेको छ नि, हेलिकप्टर त ठ्याक्कै बस्ने त हो नि, गुड्नु पर्दैन नि त ठुली। ल त्यो हेलिकप्टर बस्ने लोकेसन होइन, कस्तो थाहै पाउँदैन। एज भनेको के त, हेली एज देख्नु। मेरो बुढीले चाहिँ हेलिकप्टर बस्ने ठाउँ पत्याइनहरूलाई मजाले देखाइदिन्छु गाइज। यो के हो? यो यहाँ हेलिकप्टर यहाँ त माथि माथि रोक्नु मिल्दैन नि त, यहीँ तल रोक्ने हो। जति पनि यहाँ रौतामा मेला लाग्छ सबै यहाँनिर पार्किङ, यहीँ तल यहीँ मेला लाग्ने हो। माथि दर्शन मात्रै गर्ने हो। यहाँ कम्ता ठुलो मेला लाग्छ। मेरो छोरा ऊ त्यहाँनिर मेरो छोरा एक्लै खेलिरहेछ ऊ। मेरो छोरा त एक्लै खेल्दै बसिराख्नु भएको रहेछ यहाँ। यो छोरो सेमटु, बाई बाई छोरा, बाई बाई। चिसो लाग्यो छोरा। अब सेमतुलाई डुबेको कस्तो नसुहाएको मुख हेर न, कस्तो बिगारेको मेरो छोराले। ल म बाइक लिएर आउँछु, यहीँ बसिराख नानी, सबैजना यहीँ बसिराख्नु होला। हेलिकप्टर बस्ने ठाउँ नेरी बसिराख, म आउँछु। बेपुरको शक्तिशाली रौता माईको दर्शनपछि हामी अब घर फर्किने क्रममा छौँ। हामी त्यो नगरपालिका वार्ड नम्बर 6 जलजलेबाट आएको हुँ भने यति बेला हामी रौताको दर्शन गरिसकेर अब जाने घरतिर फर्किने क्रममा बाइक चाहिँ मैले माथि पार्किङ गरेको थिएँ कि, त्यहाँ बाइक लिन जाँदैछु। अनि हामी घर फर्किन्छौँ। नानीहरू भएको कारणले अलिकति छिटै जङ्गलको बाटो चाहिँ कटाउँ, त्यसपछि तलतिर भनेको त घरहरू छ यताउता, राति नै पुग्यो भए पनि हिँडिहालिन्छ भनेर हिँडिरहेको छौँ। छिटो छिटो गरेर जङ्गलको बाटो चाहिँ काट्नु पाए ढुक्क हुन्थ्यो। नानी बाबु भएको कारणले अझै बस्न मन थियो, अझै घुम्न मन थियो। मन हुँदा हुँदै पनि छोराछोरी सानो भएपछि आफ्नो छोराछोरीको लागि सोच्नुपर्ने हुन्छ हैन गाइस। त्यही भएर
मैले अघि यहाँनिर राखेको थिएँ बाइक, छिटो माथि दर्शन गर्न पुगिन्छ भनेर यहाँनिर राखेको थिएँ। बाइक यहाँ छ अनि हामी चाहिँ यहाँबाट माथि दर्शन गर्न गएर उताबाट झऱ्यौँ, घुमाउन भनेर। यहीँबाट झर्दा नि हुन्थ्यो। ओके।